हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा। हजुरहरूलाई चाहिँ म आज यस्तो ठाउँमा लिएर गइरहेको छु कि जहाँ हजुरहरू जानुभएको छ कि छैन। म चाहिँ हजुरहरूलाई कुन ठाउँमा लिएर जाँदैछु भने यो चाहिँ रहेछ धरतीकै पहिलो तीर्थस्थल बाराह क्षेत्रधाम भन्ने ठाउँको सम्पूर्ण ब्याकग्राउन्ड हजुरहरूलाई एक एक गरेर म देखाउन गइरहेको छु। यो चाहिँ रहेछ मेन प्रवेशद्वार बाराह क्षेत्रधाम भनेर ठुलो अक्षरमा लेखिएको छ। अनि यो दुई साइडमा रहेको चाहिँ के हो भने साथीहरू, मन्दिरमा चाहिने फुल प्रसादी र डोराहरू रहेको छ साथीहरू। यहाँ चाहिँ पुरै सिँढी नै सिँढी रहेको छ साथीहरू। त्यस पछाडि यो अर्को देखिएको चाहिँ अर्को दोस्रो प्रवेशद्वार रहेको छ। यहाँ चाहिँ ठुलो अक्षरमा धरतीको पहिलो तीर्थ बाराह क्षेत्रधाम भनेर लेखिएको छ साथीहरू। क्रमशः हेर्दै जानुहोला र अलिकति तल आएपछि देख्न सक्नुहुनेछ। यो एक साइडमा रहेको चाहिँ हजुरहरूले पैसा दान गर्न चाहनुहुन्छ भने त्यहाँ दान गर्न मिल्छ साथीहरू। भिडियो अन्तिमसम्म नकटाइकन हेरिदिनु होला साथीहरू। अनि हजुरहरूलाई कस्तो लाग्छ अन्तिममा प्रतिक्रिया समेत दिनुहोला। अब अलिकति तल ओह्रालो लागेपछि देख्न सक्नुहुन्छ त तल ठुलो देखिएको चाहिँ सप्तकोशी नदी रहेको छ साथीहरू। यहाँ चाहिँ यो साइडमा मान्छेहरू फोटो खिच्ने, यहाँबाट पछाडिको ब्याकग्राउन्ड राम्रो देखिन्छ, त्यहाँ फोटो खिच्ने ठाउँ रहेको छ साथीहरू। अब केही तल आएपछि देख्न सक्नुहुन्छ तल मान्छेहरू, कोही मान्छेहरू नुहाइरहेका छन् भने कोही पूजाआजा गरिरहेका छन्। यो दुईवटा सिँढी छ। यहाँ चाहिँ एउटा देब्रेपट्टिको चाहिँ मान्छे तल झर्ने सिँढी हो भने यता दाहिनेपट्टि रहेको चाहिँ मान्छे चढ्ने सिँढी रहेको छ साथीहरू। हामी चाहिँ जेठ महिनामा गएको साथीहरू। जेठ महिनामा चाहिँ पुरुषोत्तम मास महिना भनेर भन्दा रहेछन्। जेठ 31 गतेसम्म पर्दो रहेछ। उहाँ तल देखिएको चाहिँ कोका र कौशिका दुई नदी मिसिएको सङ्गम स्थलमा मान्छेहरू नुहाइरहेका छन्। यो चाहिँ रहेको छ साथीहरू बाराह क्षेत्र अन्तर्गत आफ्नो पितृहरूलाई श्राद्ध गर्ने स्थल रहेको छ। बाराह श्राद्ध स्थल भनेर ठुलो बोर्डमा लेखिएको छ। त्यहाँ चाहिँ आफ्नो पितृहरू उद्धार गर्नको लागि त्यहाँ आएर श्राद्ध आफ्नो तिथि कहिले पर्छ त्यो अनुसार त्यहाँ आएर श्राद्ध गर्ने गर्दछन् मान्छेहरूले चाहिँ। तपाईँको अब अलिकति अगाडि यो चाहिँ रहेको छ कोका र कौशिका मिसिएको सङ्गम स्थल, जहाँ चाहिँ श्रद्धालु भक्तजनहरू त्यहाँ आएर नुहाउने गर्दछन्। हामी चाहिँ नुहाएर पनि यहाँ निस्केर मैले यसो सेल्फी दिँदैछु साथीहरू। जेठ महिनामा नुहायो भने चाहिँ जति पनि पाप गरेका छन् सबै कष्ट कट्छ अरे साथीहरू। फाइनल्ली हामी चाहिँ पूजा गरेर पनि फर्किसकेका छौँ साथीहरू। हेर्नुहोस् अब यहाँनिर कोही सबै मान्छेहरू पूजा गरेर फर्किसक्नु भएको छ। खास चाहिँ मलाई बोल्न चाहिँ आउँदैन साथीहरू, भिडियो पुरा हेरिदिनु होला होइन। अब अनि यहाँ चाहिँ यो पनि अर्को फोटो खिच्ने ठाउँ रहेको छ। यहाँ चाहिँ धरतीको पहिलो तीर्थस्थल बाराह क्षेत्रधाम भनेर ठुलो अक्षरमा लेखिएको छ। त त्यहाँ अगाडि च्याट्ट बसेर फोटो खिच्ने ठाउँ हो साथीहरू। हेर्नुहोस् लामो टिका लाएर हामी चाहिँ फर्किसकेका छौँ पूजाआजा गरेर पनि। तपाईँहरू पनि समय मिल्यो भने आउनु होला। यो सुनसरी जिल्लामा पर्दछ। भिडियो हेर्नुभएको हस्त धन्यवाद।